गाइस हामी चाहिँ अघि बिहान बल्ल बल्ल हाम्रो खाना आयो। हेलो एभ्रिवान र हुँदैछ हामी चाहिँ एकछिन रेस्ट गर्न आएको। यहाँनिर चाहिँ दाइले चिया बनाउनु भएको अनि यो चिया हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो र आज चाहिँ हामी फेरि पनि तपाईँहरूको साथमा एउटा भ्लग लिएर आएको छु है। भ्लग चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ हामी बुढाबुढी चाहिँ आज हेडिङ टुवर्ड्स टु पोखरा है। दुईजना चाहिँ हामी पोखरा जाँदैछौँ। सो आफ्टर म त गएको छुइनँ कहिले पनि है, त्यही भएर एउटा नयाँ एक्सपिरियन्स चाहिँ लिनु मन लागेर चाहिँ म पोखरातर्फ जाँदैछु। म चाहिँ पहिला पनि गएको बाइ द वे। म चाहिँ उहाँलाई घुमाउनु लगेको किनभने नेपाल त मेरो माइत हो नि त। उहाँ चाहिँ हुनुहुन्छ दार्जिलिङबाट अनि अब यसो नेपाल घुम्नु भएको छैन भनेर चाहिँ मैले सो जे भए पनि अब कस्तो कस्तो ठाउँ त हामी ट्राभल गरिसक्यो भने नेपाल पोखरा त इजिली हो फर मी है, इजिली हो मेरो लागि त। सो आई होप हाम्रो ट्राभल राम्रो हुन्छ होला, सक्सेस हुन्छ होला भन्दै हामी आश लिएर चाहिँ बुढाबुढी चाहिँ हेडिङ टुवर्ड्स पोखरा जाँदैछौँ है गाइस। स्टे ट्युन है, वाचिङ आवर भिडियोज र हामी चाहिँ फेरि यसरी नै तपाईँको साथमा नयाँ नयाँ चिजहरू लिएर आउनेछु है, नयाँ नयाँ दृश्यहरू देखाउने छु। तपाईँहरू नआए पनि तपाईँहरू भएको फिल गराउनेछ हामी है। अब चाहिँ हामी जाँदैछु हो, हेर्नु होला तपाईँहरूले। हामी चाहिँ अहिले बसमा छु, बसको कन्डिसन यस्तो छ है, स्लिपर चाहिँ यहाँनिर छ। तर जे भए पनि हाम्रो इन्डियाको जस्तो बस चाहिँ भएन, बस चाहिँ अलिकति मलाई त्यस्तो कम्फर्टेबल चाहिँ भएन, किनकि लङ टुर हो, लङ टुरको लागि अलिकति कम्फर्टेबल हुनुपर्ने। नाइट बस भनेपछि त अलिकति है स्लिपरहरू पनि हुनुपर्ने। यहाँनिर त स्लिपर भनेको यहाँ एउटा मात्रै रहेछ, यहाँ त्यो पनि सानो छ हो। हामी बुढाबुढी एडजस्ट गरेर जान्छौँ है, जानु पर्यो। गाइस हामी चाहिँ अघि बिहान हिजोदेखि ट्राभल भएको हाम्रो है। बिहान चाहिँ हामी 10 बजी आइपुगेको थियौँ, अन्त आएर होटलहरू हेरेर अहिले हामी रुममा बसेर रेस्टहरू गरेँ, नुहाइधुवाइ फ्रेस भएर चाहिँ अहिले हामी बाहिर लेकतर्फ जाँदैछु है। तपाईँलाई पनि हामी देखाउनेछु लेक के कस्तो छ। अन्त होटलको नाम चाहिँ म तपाईँलाई यहाँ देखाउँछु है। यो चाहिँ अहिले हामी पोखरामा छौँ। होटलको नाम चाहिँ छ यहाँ किङफिसर होटल है, लेक साइड पोखरा। र यहाँ चाहिँ यस्तो गर्मी छ यहाँ चाहिँ होइन, देख्नु सक्नुहुन्छ तपाईँले। हामी चाहिँ जाँदैछौँ लेक साइड। अब हामी चाहिँ घुम्न जाँदैछौँ लेकतिर होइन। म चाहिँ मेरो बुढालाई घुमाउँदैछु होइन भन्नु न हो है। म पहिला पनि आएको हो नि त, त्यही भएर जानुपर्ने छ। देखाउँछु तपाईँलाई लेकमा गएर अहिले है, हेर्दै गर्नु होला हाम्रो भिडियो। अम्ब्रेला किन्नु पर्ने थियो होला हौ। हामीले के खाएको छैनौँ नि त हिजो राति खाना खाएदेखि। अनि यहाँ चाहिँ होटलको नाम चाहिँ हामीले पढेनौँ। अनि यहाँनिर सिधै हामीले देख्ने बित्तिकै चाहिँ खाना खानु पसिहाल्यौँ। अनि अब चिकन खाना मगाइरहेको छ। खाना खाएर चाहिँ लेक घुम्नु जानुपर्ने हुन्छ। अनि एकदम धेरै गर्मी छ बाहिर चाहिँ, 2-3 दिन चाहिँ लगातार पानी आयो। अहिले फिलहाल चाहिँ घाम लागिरहेको छ, अहिले भरे आउनु पनि सक्छ, हेर्नुहोस् होला। हामी चाहिँ पर्खिँदा पर्खिँदा गएर बल्ल बल्ल हाम्रो खाना आयो। खाना चाहिँ यहाँनिर चिकन राइस हो, यो चाहिँ थकाली खाना हो। यो चाहिँ मेरो बुढीले खाना खानुहुँदैछ अनि हामी चाहिँ अब खाना खाने हो। खाना खाएर चाहिँ अब लेकमा जानुपर्ने छ। लेकमा गएर तपाईँहरूलाई हामी फेरि नयाँ दृश्य देखाउने छु है गाइस। अब चाहिँ खानासाना खाएर हामी जान्छौँ ल। अनि भर्खरै हामीले खानासाना पनि खाइदियो हो। खाना खाएर चाहिँ हामी जाँदैछौँ अहिले। हम खानासाना खाएर चाहिँ हामी यहाँनिर फेभर ताल लेकमा जाँदैछौँ खेल्न। डर त लाग्दैन होला होइन, बल्ल बल्ल आएको बोर्ड त खेल्नै पऱ्यो नि, नखेले त कहाँ हुन्छ त। अब यही घुम्ने भनेर त आएको, हेर्नुहोस् होला यहाँको दृश्यहरू। गरम के कति छ है।
र हाम्रो यहाँनिर फोटो सेसन हुँदैछ है फोटोको लागि चाहिँ हामी यहाँनिर जाँदैछु फोटो चाहिँ यहाँ दाइले गरिदिनु हुँदैछ है यहाँ लेकको छेउमा चाहिँ हामी फोटो खिच्न गइरहेको छ अब यहाँ देख्न सक्नुहुन्छ है के दामी बोट फर रेन्ट यहाँ चाहिँ बोट रेन्टमा पनि पाउँदो रहेछ हो हेर्नु होला तपाईँले एकदम राम्रो वेदर पनि है कस्तो क्लियर छ अनि यहाँनिर बोट पनि एकदम धेरै छ है हामी पनि जाँदैछौँ हो यहाँनिर चाहिँ अब हामी फोटो खिच्न आँटेको छौँ के छ पोखरा है र अब हाम्रो फोटो स्टार्ट हुन आँटेको छ यहाँनिर पोखरा फेवातालमा कहाँनिर यहाँ यहाँ अरे हामी फोटो खिचिहाल्छ है र अहिले चाहिँ हामी यहाँ बोट चढ्नु आँटेको है यहाँ हुनुहुन्छ हाम्रो गुरुजी ढोक्नुपर्छ अरू यहाँ बस्दा हुन्छ कस्तो हेलो एभ्रिवान र म चाहिँ अहिले यहाँ बोटमा घुम्नु आँटेको है बोटमा चाहिँ यसो गएर चाहिँ एक राउन्ड हान्दाखेरि चाहिँ 1 घन्टा 20 मिनट 1 घन्टा 20 मिनट र त्यसको लागि चाहिँ मैले पे गरेको छु 1080 रुपिस नेपाली सो आइ एम भेरी एक्साइटेड है अनि यो चाहिँ मेरो लाइफको पहिलो एक्सपिरियन्स हो एन्ड त्यही भएर पनि खुसी लागिरहेको छ त्यो त सानो थियो अब यादै भएन नि त्यो त चढेको थियौँ अन्त माछा पनि हुन्छ है माछा टप्प टिपेर हाल्नुपर्छ यहाँनिर सबैजना खै यहाँनिर चाहिँ सबैजना घुम्नेहरू है टुरिस्टहरू पुरा हुनुहुन्छ यहाँ अन्त हामी पनि एउटा टुरिस्टै हो है खै काम गर र म चाहिँ यहाँ यहाँनिर अब चाहिँ बोट चलाउनु गइरहेको छु हो यस्तो नजान्नु पनि पिरै छ हामीले चाहिँ यो खालको ल्याउनु आँटेको थियो है यो चाहिँ अभाइलेबल नभएर चाहिँ अहिले हामी यहाँ आएको हामी चाहिँ त्यसको प्रतीक्षा गरिरहेको थियौँ यत्रो बेरदेखि यो गहिरो छ नि है हामी चाहिँ होइन यहाँनिर आदि यो के भन्छ बोट हामी आदि पानीमा आदि उदि पानी परेर चाहिँ आइसकेको छु यहाँनिर बोट हामी यो फेवातालको बिचमा छौँ अहिले पर छ मन्दिर हामीलाई मन्दिरको
बस्ने इच्छा थियो भातपाल चाहिँ होइन मासु खाएपछि त बस्नु भएन त्यही लागि चाहिँ हामी बस्न सकेनौँ यहाँ चाहिँ आनन्द लिइराख्नु भएको छ मजा आउँदो रहेछ मजा सबै हेर्नु पाइ पोखरा आएर यति गरेन भने त फेरि गिल्ट हुन्छ नि त अन्त आएको बेला यसो बोटिङ गरिरहेको तर मजा आउँदो रहेछ बुढा पनि हो हरियाली वरिपरि डाँडा डाँडाको बिचमा यो नदी खोला जे भने पनि है त्यो प्याराग्लाइडिङ प्याराग्लाइडिङ ऊ माथि छ ऊ माथि यो डाँडाको माथिबाट हुँदो रहेछ हो हामीले चाहिँ अरू बेला भिडियोमा हेर्ने र मेरो चाहिँ सपना थियो यो जग्गामा आएर चाहिँ यसरी बोटिङ गर्ने आज फाइनली मेरो प्लान पनि सक्सेस भयो है र म चाहिँ अहिले पोखरामा आएर चाहिँ रमाइलो गरिरहेको छु यो बोटतिर यहाँ देख्नुहुन्छ तपाईँले वरिपरि डाँडा छ डाँडा 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 अनि बिचमा चाहिँ एउटा लेक छ है यो लेकमा चाहिँ भिजिटरहरू धेरै आउनुहुन्छ यो चाहिँ एउटा भिजिटिङ प्लेस हो पोखरा चाहिँ होइन अनि उयो माथि शिवलाय मन्दिर पनि देखाइदिउँ न अब हामी भोलि त्यहाँ जान्छौँ जुम गरेर देखाउनु न यहाँनिर मन्दिर छ त्यहाँ चाहिँ एकदम ठुलो छ कि मन्दिर चाहिँ ठुलो छ अरे भोलि जाने अरे र हेर्दै गर्नु होला हाम्रो भिडियो है आज चाहिँ हाम्रो यो फेवाताल नै हुन्छ होला भोलि चाहिँ अब अलिक नयाँ जग्गा यो पनि अब हाम्रो लागि त नयाँ जग्गा हो होइन तर पनि भोलि अलिक एक्स्ट्रा अब हामीबाटै हुनेछ देख्न सक्नुहुन्छ यहाँनिर कति रमाइलो गर्नुहुँदैछ हो र गाइस अहिले चाहिँ हामी फेवातालको बिचमा आएर चाहिँ यहाँ मन्दिर रहेछ है मन्दिर चाहिँ एकदम राम्रो रहेछ अनि धेरै पुरानो मन्दिर पनि भन्नुहुँदैछ यहाँ अङ्कलले तर हामीलाई त त्यस्तो केही आइडिया त हामीलाई त आइडिया छैन तर पनि अब र अब चाहिँ हामी यो मन्दिरको वरिपरि बाहिर बसेर चाहिँ हामी फोटोहरू के दृश्यहरू लिने छ हामी किन भित्र गएर अब पूजाहरू गर्नु त हुँदैन हो बाहिर बसेर हामीले केही तस्बिरहरू लिनेछौँ र यसरी नै हेर्दै गर्नु होला है अझै तपाईँलाई फेवाताल डल्लै घुमाउनु छ अहिले चाहिँ हामी आधी बाटोसम्म आएको छौँ अब यहाँदेखि गएर चाहिँ हामी केही फोटोहरू लिएर चाहिँ तपाईँहरूको साथमा फेरि पनि उपस्थित हुनेछु भन्दै अहिलेलाई यहाँनिर बिदा माग्छु है एज अ नरियल फोड्ने जग्गा रहेछ फोटो खिच्नलाई चाहिँ रेडी फोटो खिच्ने अरे अब हो पोर्ट्रेटबाट खिचिदिनु अरे फोटो अन्त म चाहिँ फोटो खिच्न आएको छु है अब एकछिन फोटो खिचेर चाहिँ फेरि भेट्नु छु तपाईँको साथमा हुँदैछ हामी चाहिँ एकछिन रेस्ट गर्नु आएको यहाँनिर बोटिङ हुँदैछ हो सबैजना यहाँ घुम्नु हुँदैछ देख्नु होला हेर्नु होला तपाईँहरूले यहाँ मन्दिर छौँ अहिले अब चाहिँ हामी जाने किनकि हामीले फोटोहरू पनि खिचिसक्यो नि त हेलो र अहिले चाहिँ हामीले होइन बोट पनि खेल्यौँ बोट खेलेर आएर चाहिँ यहाँ बाहिर अब सानो सानो दोकानहरू रहेछ त्यहाँनिर चाहिँ हामी आएको छौँ हेर्नु होला तपाईँहरूले यहाँ चाहिँ चटपटीहरू भयो होइन आइसक्रिमहरू भयो यस्तै तर शीतल रहेछ अहिले चाहिँ एक्सपिरियन्स चाहिँ कस्तो भयो आज बबाल बबाल पहिलोचोटि आउँदा चाहिँ मलाई एकदम धेरै डर लागिरहेको थियो अहिले चाहिँ एकदम धेरै राम्ररी बोट खेलेर आइयो खुसी छु एक्सपिरियन्स एकदम राम्रो एक्सपिरियन्स त हेर्दाखेरि है खोला कति ठुलो देख्छ लेक तर होइन भित्र गएपछि त अलिकति भयो नि त यहाँबाट हेर्दा चाहिँ डरै लाग्दो होइन बोटमा चढेर भित्र एक प्रकारको एनर्जी नै अर्कै आयो मजा आयो बर्थडे आउनु डल्लै छ र गाइस मजा आयो हो यसरी नै आजको हाम्रो दिन बित्यो अब हेरौँ अझै हामी के गर्छौँ तपाईँहरूलाई देखाउने छौँ होइन यो त आदि मात्रै हो
अझै के हुन्छ देखाउने छौँ है र हेर्दै गर्नु होला हाम्रो भिडियो। यो चाहिँ हामी यहाँ लेकको छेउमा आएको छौँ होइन, एकदम चिसो हावा चलिरहेको छ लेकको छेउमा चाहिँ, चिया खाइरहेको छौँ है। यहाँनिर चाहिँ दाइले चिया बनाउनु भएको, अनि चिया हावाले गर्दा चाहिँ आगो पनि राम्रो बलेको छैन। यहाँ चाहिँ हामी चिया खाँदैछौँ। कस्तो छ चिया, दामी छ? टेस्टै अर्कै होला है जे त्यो माटोको भाँडामा है, कति दामी। यही हो पोखराको नाइट भ्यू है। मेरो पनि चिया खानु मन छ। दामी तर छिट्टो चिसो हुँदो रहेछ। माथि सरङकोट अरे यो माथिको सरङकोट, मुनिको लेक, अनि रातिको भ्यू चाहिँ यस्तो छ। यहाँ कन्सर्टहरू पनि हुन्छ। अनि हो गाइस, अहिले चाहिँ हामी है नाइटको टाइममा चाहिँ बाहिर भिजिट गर्न आएको थिएँ। एकदम रमाइलो हुँदो रहेछ। अनि हरेक रेस्टुरेन्टमा चाहिँ आफ्नो आफ्नो कन्सर्ट हुँदो रहेछ यहाँनिर हो। अनि यहाँ नाइटको भ्यू हेर्नु होला, यस्तो दामी है। अरूभन्दा पनि यो लेकको हावा चाहिँ एकदम फ्रेस, एकदम कस्तो दामी है, पिस हुँदो रहेछ यहाँनिर। अब यो चाहिँ मेरो पहिलोचोटि हो एक्सपिरियन्स है, एकदम दामी लाग्यो मलाई चाहिँ। अब भोलि चाहिँ हामी अर्को जग्गा जानेछौँ, अर्को चाहिँ माथि शिव मन्दिरहरू छ अरे है, त्यहाँनिर चाहिँ चाइनिज हाउस के भन्यो त्यो, हो त्यो पनि छ अरे यो माथि डाँडामा। भोलि चाहिँ हामी त्यहाँनिर भिजिट गर्छौँ। आज चाहिँ हाम्रो लेकतिरै भयो है। आजको भिडियो यस्तै भयो। अब चाहिँ हामी यहाँबाट गएर डिनर गर्नुपर्ने छ। डिनर गरेर हामी रेस्ट गरेर चाहिँ भोलि हामी घुम्नु जानेछौँ त्यहाँ माथि टाढामा। तपाईँलाई देखाउनु छु नयाँ जग्गा है। आजको भिडियो चाहिँ हाम्रो यस्तै भयो है। मन परेमा लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गरिदिनु चाहिँ नभुलिनु होला। थ्याङ्क यू फर वाचिङ आवर भिडियोज गाइज, थ्याङ्क यू।